राजु सर भन्नुहोस् आजको यात्रा चाहिँ कता हुँदैछ? यात्रा त हाम्रो अन द स्पट भन्ने हो, राति भन्यो। अब मन्जिलमा निस्किने हो, तर डेस्टिनेसन चाहिँ हाम्बुक रहेछ। अब हेरौँ स्विजरल्यान्ड पनि नाप्ने हो कि के हो। अनि केटाहरू आजको यात्रा कता हुँदैछ? कसको नेट चलेन? डाटा अब हाम्बुकमा डाटा किन्ने अब त्यही त। अब यता हामी चाहिँ वेट गरिरहेको छौँ, हाम्रो गाडी चाहिँ आइपुगेको छैन, अब आउँदैछ, बाटोमा छ। चाहिँ मौसम पनि एकदम राम्रो छ, बेर्लिनमा घाम लागिरहेको छ। अनि यतातिर त राम्रै छ टेम्परेचर। अब हाम्रोतिर के कस्तो छ अब उतै गएर थाहा हुन्छ। यसो वेदरमा हेरेको 20 डिग्री सेल्सियस छ। अब त्यही पनि जाउँ, घामसाम लाग्दो रहेछ कि छैन। आज चाहिँ हामी स्टिल वेट गरिरहेछौँ गाडी। खासमा चाहिँ 9 बजेको टाइम थियो, अनि मेरो बस चाहिँ गाडी लिएर आएर 9 बजे वेट गरेर अनि फेरि फर्केछ घरतिर। केटाहरू चाहिँ लास्ट ढिलो गर्ने रहेछ क्या, अनि केटाहरूले ढिलो गरेर अनि टाइम लाग्यो हल्का, अनि त्यही भएर फेरि वेट गर्दैछौँ, आउँदैछ सब। मेरो सिट चाहिँ अगाडि। अब यात्रा सुरु हुँदैछ हाम्रो। केटाहरूले यहाँ सिट बेल्ट लाउँदैछन्। जाने जो भी होगा तू बस रमाइलो भइरहेछ केटाहरू। मनोरम दृश्य हेरेर रमाइलो। गाइज अहिले हामी चाहिँ बिच बाटोमा छौँ। अहिले चाहिँ हल्का ब्रेक हानेको, यता सबैजना एकछिन ब्रेक गर्न ओर्लिसकेका छन् गाडीबाट। अब बाथरुम जान लाग्छन्। अब यतातिर यस्तै हुन्छ, बिच बिचमा ब्रेक गर्ने ठाउँमा चाहिँ बाथरुमहरू राखिदिएको हुन्छ, रेस्ट गर्ने टेबल सेबल यसो। यहाँनिर चाहिँ हामी एकछिन बस्छौँ, ब्रेक गर्छौँ। हाम्रो गाडी चाहिँ त्यही हो, त्यहाँनिर छ गाडी। यता त पार्किङ नभेटेर अनि हामी चाहिँ त्यहीँ गाडी लागेछ। गाइज अब चाहिँ हाम्रो यात्रा फेरि कन्टिन्यू गर्दैछौँ है। अब हाम्रो ब्रेक चाहिँ सक्यो, अब हामी फेरि हाम्बुकतिर लाग्दैछौँ। ल जाउँ। लगभग चाहिँ हामी चाहिँ हाम्बुक चाहिँ छिरिसकेका छौँ। केही छिनमा अब हामी पुग्दैछौँ। र बस चिगम सघाउँदै रमाइलो छ है। अर्को सिटी आउँदाखेरि त रमाइलो लाग्दो रहेछ। सो गाइज तपाईँलाई चाहिँ हाम्बुकमा चाहिँ यो एरिया चाहिँ कसलाई थाहा छ होइन, त्यो चाहिँ कमेन्टमा भन्नु होला है। यही है क्या सब कुछ अभी सब भीतर में होगा, बाहर कहाँ होगा। यो चाहिँ हाम्बुकको चाहिँ फेमस गल्ली हो, फेमस स्ट्रिट।
यो चाहिँ हाम्बोको धनाडेहरूको एरिया है। यो धनाडेहरू बस्ने ठाउँ, बिल्लाहरू। ल गाइस, अहिले चाहिँ गाडी पार्किङ गरियो अन्डरग्राउन्डमा। माथि चाहिँ पार्किङ थिएन। सो अहिले चाहिँ अब हामी रेस्टुरेन्टतिर जाँदैछौँ। भोक लाग्यो? भोक लाग्छ? आपको भूख लगे? भूख मेरा भूख और नींद दोनों हो गया फिर भी आज खाने की कोशिश करेंगे। गाइस चाहिँ हाम्रो चाहिँ खाना आयो। यता चाहिँ मेरो चाहिँ भिन्डी थाली छ, राइस अनि नान, अलि सलाद। अनि यता चाहिँ पप्पूको चाहिँ के रहेछ, पनिर हो, मटर पनिर। भाइको चाहिँ चिकन करी। अनि उता राजु सरको बिरयानी बोसले चाहिँ खाइसकेको छ। गाइजहरू खाना खाएर अब हामी चाहिँ पैदल यात्रामा गेन्जरमार्गमा छौँ अहिले। अब यहाँ चाहिँ एकछिन बसेर घुमेर फेरि चाहिँ खोला छेउतिर जानुपर्छ। हाम्बो गएर सपिङ गर्ने अरे गर्ने अरे। म त नगर्ने भाइ, बर्लिनमा गर्ने हो। ऊ टिकटक लाइभ हालिरहेछ क्या उता। तर बर्लिनभन्दा चाहिँ एकदमै शान्त रहेछ है हाम्बो। उता बर्लिनमा चाहिँ अलि हल्ला चाहिँ बढी हुने, यता चाहिँ शान्त रहेछ। अहिले चाहिँ हामी हाम्बोको राट हाउस यहाँ छ। एक्ज्याक्ट लोकेसन थाहा त छैन मलाई है यो लोकेसनको बारेमा, तर यसो मैले बुझेअनुसार चाहिँ यो चाहिँ राट हाउस छ अरे उतो पछाडिको। अहिले त्यहाँ जाँदैछौँ हामी। यस्तो रमाइलो रहेछ यतातिर त। आमा उता पारिपट्टि त रेस्टुरेन्ट छ। पुग्यौँ। राट हाउस नै हो अरे होइन यो। उयो पछाडिको चाहिँ राट हाउस हो होइन। दामी छ। लगाए जब यहाँबाट चाहिँ हामी फेरि उता हाफेल र के भन्छ अल्टोनातिर जाँदैछौँ। एक दिनको टुर हो, त्यही भएर अलि हल्का सर्टकट हानिरहेछौँ हामी। अलि छिटो गर्नु पऱ्यो। उता पार्किङ राखेको पनि लगभग आधी घन्टाको मात्र हो। अनि त्यही भएर चाहिँ त्यहाँबाट गाडी पनि निकाल्नुपर्छ, त्यही भएर छिटो जानु लागेको। तर यो हाम्बोको लागि मलाई मन पऱ्यो होइन। त्यो बर्लिनभन्दा चाहिँ अलि हल्का राम्रो रहेछ क्या। त्यति क्राउड पनि छैन, त्यति फोहोर पनि छैन क्या। बर्लिनमा चाहिँ अलि धेरै नै छ क्या। यतातिर एउटा कुरा चाहिँ मैले के विचार गरेँ भने यतातिर मान्छे चाहिँ अलि जेन्टल रहेछ, अनि हल्का सभ्य टाइपको रहेछ क्या मान्छेहरू। बर्लिनमा त लास्टै रहेछ। हाम्बोकै ठिक छ, यतातिर सर्नु पर्ला जस्तो छ मलाई त। ग्रुप त अगाडि बढ्दैछन् बिस्तारै। राम्रो छ यार ठाउँ त। यस्तो दामी रेस्टुरेन्टहरू पनि रहेछ स्प्री साइडमा। टक्क मान्छेहरू बसिरहन्, कफी खाँदै बियर खाँदै। के छ अल्टो पोस्ट। कडा चिज हेर्न पाइन्छ त हाम्बोमा। के हो कस्तो लागिरहेछ मलाई त? रमाइलो पो भइरहेछ भाइ, एकदम फ्रेसमेन्ट है। धेरै दिनपछि घुम्न आएको, रमाइलो पो भइरहेछ मलाई त। यो अलि हाम्बो सिटी राम्रो भएर पनि होला हौ। मान्छेहरू जेन्टल देख्छु मैले। त्यही नै होइन, सभ्य मान्छेहरू छन् यार। बर्लिन भने अब त्यस्तै हो। त्यहाँ त लास्टै छ नि त, क्राउडेड एकदमै। मान्छेहरू पनि अलि
हेर त यस्तो यस्तो दामी ठाउँ छ बर्लिनमा छैन के गर्नु नेपाल खोजेपछि नेपाल पकाउँदैछ नेपाल भेटिने त भाइ छैन क्या हो नेपाल नेपाल छ यतिकै ऊ त्यो होइन श्रीलङ्का यहाँ हो श्रीलङ्का यहाँ ऊ त्यो हो इन्डोनेसिया यहाँ छ ऊ त्यो यहाँ अस्ट्रेलिया ठीक छ घर देखो घर वो उसका स्टेडियम है हमबो खर्चा हमबो खा कर उसका एक स्टेडियम है यहाँ रखते गाडी सो गाइज आज चाहिँ होइन एउटा चाहिँ खतरा चिज देखाउँछु है तपाईँहरूलाई सायद मैले चाहिँ फर्स्ट टाइम हेरेको यस्तो यस्तो कुरा चाहिँ पाउनु है त यही हो घरमाथि पुरै बगैँचा नै बनाइदिएको छ त गाइज गाडी त कडा जलाएर रहेछ नि त भर्खरै खतरा जलाएर रहेछ मेर्सिडिज हो है त लोगो यो होइन खतरा जलाएर रहेछ त अभी भी बात सारा ना वो देखो सामान है डिग्गी पे मास्क भी है अभी जला नहीं मास्क वो मास्क जला नहीं अब हामी जाँदैछौँ गाइज हाफिलतिर सो अलिअलि चिसो चिसो हावा आउन लाग्यो हामी छेउछेउतिर छौँ हाफिलको है कस्तो फ्रेस हावा आइरहेछ नि बर्लिनको यस्तो हावा चलेपछि कस्तो चिसो हुने तर यहाँ त पुरा रिल्याक्सिङ होला समर छ नि त हल्का त्यही भएर गाइजहरू हामुमा चिल गर्दै होइन राज सर हजुर हजुर चिल गर्दै होइन रमाइलो छ आम्मामा पुरै कालो चस्मामा पुरै सुनिल सेट्टी जस्तो देख्नु भएको छ त हौ थ्याङ्क यू कडा रहेछ त नि कहाँ नि यार बुढो भइसक्यो पहिला पो सो गाइज यही चाहिँ हो हाम्बुको हाफेल अब यहाँबाट चाहिँ हामी तल जाँदैछौँ तल गएर अनि बोट पनि चढ्ने अनि त्यसपछि साइड हुँदै उहाँसम्म हिँड्दै जाने हामी अगाडिसम्म यही हो हाफेल गाइज उता पर ठुल्ठुलो सिपहरू लागिरहेको छ कार्गो के हुँदैछ केटाहरूको खोला ए सो यो सिप चाहिँ पहिलाको धेरै पुरानो सिप हो अहिले चाहिँ यसलाई चाहिँ एक्जिबिसनमा राखेको छ त्यो म्युजियम जस्तै यहाँ चाहिँ त्यहाँ अगाडि चाहिँ टिकट काटेर जान सकिन्छ 5 युरो कति लिन्छ अनि यहाँ चाहिँ सबै इन्जिनहरू भित्र हेर्न पाइन्छ भित्र पनि जान पाउँछ के हाम्रो कस्तो लागिरहेछ केटा हो विदेशमा जस्तो रे केटालाई बर्लिन चाहिँ विदेश लागेन हाम्बुक सिफ्ट हुने हो घुम्नलाई मात्र ठिक छ होइन बस्नलाई त बेलुकी नै ठिक छ हाम्बुकको मेट्रो ट्याक्कै त्यो के अरे लन्डनमा हुन्छ नि लन्डन जस्तै छ होइन खतरा लज छ गाइज हेर यहाँ कस्तो दामी दामी होटलहरू बनाएको रहेछ सिपमा हेर्दै रमाइलो लाने एउटा चाहिँ जान लाग्छ सानो बोट
लोगों को क्या लगता है पूरा शिप का टॉयलेट कहाँ जाता होगा? यहाँ पनि रहेछ गाइज लभ जोडीहरूको तालचा लागेको पानी कम्ती गलीमा चाहिँ पानी कम भएछ अलि यो घर चाहिँ एकदमै फेमस है गाजी हो यो चाहिँ खै कस्तो आर्किटेक्ट बनाएको ऊ त सिसा फुटेको चाहिँ छ नि त्यो खासमा चाहिँ डिजाइन हो होइन खै विन्डो होला सायद तर अलि भित्र जान्छौँ हामी भित्र कस्तो छ यहाँ चाहिँ टिकट रहेछ गाइज है त्यही भएर हामी चाहिँ नजाने भित्र हामी त फ्रीमा जाने मान्छे रमाइलो त रमाइलो छ हौ यहाँ हाम्रो त अलि यतातिर घुम्न चाहिँ रमाइलो रहेछ हामी चाहिँ जाँदैछौँ यो सिपमा चढ्न यो डटलाइन टिकटले नै चढ्न पाइन्छ रहेछ लका भाइ मजा आएर छ हाम्बुङमा सिप चढेर केटाहरू रमाइराखन् नि होइन It actually worked. I got his ball. Got the counter attack. Double pass. Missed the shot. But my mate got stopped it. So I basically like I was the yeah, like I'm not pass. The only thing I can do is break it. Recently, we actually played 5-on-5 basketball and guys in the park. दाइ चाहिँ रङ्टे ट्रन लिएको अवस्था Right. ल प्रज्वलजी अब आज ह्याम्बुङ नै बस्ने तर हामीहरू बर्लिन रिटर्न जान लागेको हो ह्याम्बुङमा उहाँले आफ्नो पुरानो साथी भेट्नु भएको छ अलिकति नाइट वहीँको इन्जोयमेन्ट हुने भयो ल हामी फर्कौँ यार बर्लिन भौजेल छोड्यो भने मार्छ अहिले र है अब चाहिँ हामी हाम्बुङबाट चाहिँ बर्लिन फर्किन लाग्यो लगभग रातिको 9:45 भएछ सो अब चाहिँ हामी बिस्तारै बर्लिनतिर लाग्दैछौँ हामी गाडी भएको ठाउँमा जाँदैछौँ आजको ब्लग चाहिँ अब यही इन्ड गर्दैछु सो आज दिनभरि हिँड्दा थाकिसकेँ सो हल्का टायर्ड फिल भइरहेछ त्यो अब राति पनि भइसक्यो त्यही भएर अब चाहिँ बर्लिन फर्किन लाग्यो है फेरि भेटौँला अर्को ब्लगमा बाई बाई गाइज स्टेडियम रहेछ यहाँ फुटबलको यो चाहिँ बेलुका चाहिँ झन् राम्रो देखिँदो रहेछ यो घर त ल बाई बाई हाम्बुङ फेरि अब नेक्स्ट टाइम भेटौँला फेरि है त ल